भूत छ अरे भूत। हाई गाइस, वेलकम टु माई भिडियो। आज चाहिँ फर्सीको मुन्टा र भात पकाइ खाऊँ है त आगोमा। 11 बजिसकेको छ, भर्खरमा भात खाने। मस्त घाम लागिरहेको छ। 12 त बजिसक्यो अनि 12 बज्नु लागिसकेको छ अनि यो घाममा म चाहिँ तर छोड्ने छैन। ढक 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 टिप्ने हो। मुन्टा त फर्सीको मुन्टाहरू चाहिँ यस्तो हालतमा छन्। घाम नलागेको भए चाहिँ राम्रो। इस्कुसको मुन्टा पनि टिप्छु अब। ल दिल्ली पुग्छ, मलाई पुग्नु चाहिँ एक्लै छु। दिदीहरू चाहिँ अघि नै खाइसक्नु भएको। उनीहरू फेरि मासु खाने पऱ्यो नि, म चाहिँ प्योर भेजिटेरियन पऱ्यो, त्यही भएर यस्तो भइरहेछ। ल घामले सुकिरहेको रहेछ। पुग्छ ढुङ्गुर। बिहानभरि पानी परेको हो, यो सफा छ। म केलाउँछु मात्रै ल यसलाई। कसले यसरी आगो फुक्नु भएको छ गाइस? चल्लाको चाहिँ के भएको छ हेर्नु त। एउटा आँखा त छैन। त्यस्तो भइरहेछ। के भएको होला? के रोग लागेको यो कुखुरालाई? त्यति भात पनि खानु सकिरहेछ न बिचरा, हेर न। थोरै भट्यास के भट्न लाग्यो त गाइस। गरेन त छुवाई। नधुको हुनाले फाइनल्ली यस्तो भयो है मुन्टा चाहिँ गाइस। अब यो सामान खानु पर्छ। अनि फेरि आगो नि एउटा मकै त गइहाल्यो। खा भएछ यस्तै खाने अब। खाएँ है त। त्यही भएछ मध्य दिउँसोको वेदर गाइस। भन्नाले 1 बजी 1:30। यसरी म कहाँ जाँदैछु भन्दाखेरि, त्यो घाममा छाता ओढेर कता जाँदैछु भन्दाखेरि म जाँदैछु टाइम पास गर्नलाई गाइस। बाटो त खतरै छ नि। मेरो क्यामेरा राम्रो भएको है, भ्यू खतरा देखाइदिन्थ्यो। यहाँ आमाले खर्सानी टिप्दै हुनुहुँदो रहेछ। पाकेछ बाँस घाडी। के गरेको ओए, मलाई जान त दिन्छस् नि? दिने हो? हेर्दैछ फेरि। तपाईँहरूलाई यसो बाहिर निस्केको भ्यू पनि देखाएको हो कि। माथिबाट भुतिया घर छ, बिल्डिङ। कति भयो अरे यो घरमा नबसेको मान्छेहरू। भूत छ अरे भूत। त्यही भएर मान्छे बस्दैन नि यहाँ। मुनिबाट चाहिँ मान्छे हामी चाहिँ हिँड्छौँ। हावा खानु हिँडेको है गाइस। हावा खानु हिँडेको हावा।